जानुलाई आज चाहिँ कति बज्यो अहिले चाहिँ तपाईको भन्नै पर्दाखेरि 7 बजेछ। मेरो उठाइ भर्खर हुँदैछ। अरू बेला म लगभग तपाईको 5 बजी उठ्थे। 5 बजी उठेर चाहिँ म जिम जान्छु, किनभने ज्यान धेरै मोटाको छ। त्यसो कारणले गर्दाखेरि म जिम जान्छु। मेरो झ्यालबाट चाहिँ अब चाहिँ म मुख धुने हो, हात मुख धुने हो, हात मुख धुने हो। यहाँ धुन्छु। रुमको हालत यस्तो छ। बेसाउँदैको मेरो डाइनिङ, मेरो किचन। म चाहिँ हात मुख धुने हो। राखौँ क्यामेरा। सकियो। अब चाहिँ सबभन्दा सुरुमा पानी खाने हो। कस्तो ढिलो उठेर पनि कस्तो आयो आज। बिहान उठ्नु सबलाई अल्छी लाग्ने रहेछ। कस्तो अल्छी लाग्छ बिहान उठ्नु चाहिँ। मलाई चाहिँ भ्लग बनाउनुको अर्को कारण चाहिँ, एउटा कारण चाहिँ के हो भने म प्रायः 2BHK फ्ल्याटमा चाहिँ एक्लै हुन्छु। त्यसको लागि एक्लै भएको कारणले गर्दाखेरि के गर्ने हुन्छ। त्यो भएको हिसाबले गर्दा बरु एक्लै आए पनि बराबर आउँदै बनाउँछु भन्ने जस्तो लागेर बनाएको। र पछि याद पनि हुन्छ नि त बुढेसकालमा। चाहिँ पानी बेलुकै तताएर राख्छु। बिहान उठेर चाहिँ ग्यासमा के गर गर्नु पर्दैन नि त, झ्याउ हुन्छ। अनि मसँग चाहिँ अर्को एउटा साथी पनि बस्छ, सरोज भन्ने। ऊ चाहिँ अहिले दमक गएको छ उसको कामले गर्दा। म चाहिँ पानी खाएर ओछ्यान मिलाउँछु। आजदेखि चाहिँ 10-15 दिन जतिको लागि चाहिँ म जनकपुर जाँदैछु। ओनरको उता पनि छ नि त बिजनेस अर्को। त्यहाँनिर चाहिँ अहिले सिजन भएको हिसाबले गर्दा नयाँ मान्छे के हाल्नु, बरु अहिले हामी खाएर तिमी खाली छौ, सक्छौ भने जाऊ भन्नुभयो। नसक्ने कुरै भएन।
तातो पानी खानु जति अल्छी च्याउ चाहिँ केही लाग्दैन। कहाँ राखौँ त मेरो स्टेप। सुरुमा त रुममा कोही छैन, तर पनि क्यामेराको अगाडि बोल्नु गाह्रो लागिरहेछ। दुखिरहेको छ यहाँको मासु घटाउनलाई चुइगम खाएको 2-4 दिन भइसक्यो। यस्तो दुखेर मर्न आँटिसक्यो। आज जनकपुर गइहुँदैछ। खाजा के खाउँ त भन्दाखेरि कोदोको रोटी खाने। कोदोको रोटी अब आज कोदोको रोटी खाने। यस्तो भइसक्यो। प्यान बसाउने हो, थोरै तेल युज गर्ने हो। त्यसपछि फ्राई हाल्नु लागिरहेको थियो कि आजदेखि अब म रेगुलर भ्लग बनाउँछु होइन। संजोगवश आजैदेखि चाहिँ 10-15 दिनको लागि जानुपर्ने हो जनकपुर। के Wait, what? Wait. मेरो खाजा रेडी भइसक्यो। कोदोको रोटी बनाइसक्यो। प्योर अर्ग्यानिक खान्छु प्रायः है। फुल त खान्थेँ म पनि बाहिरको। यतिका टक्क उठेर अरू बेला 1 साइड फ्राई अन्डा पोज कसैले करेन्टमा लगाएर चाहिँ
कसलाई नखाइन्छ। अब त्यसो नै ज्यान लागेको छ 70-80को ज्यान सक्दैन। ज्यानले फेरि रोग पनि निम्त्याउँछ अरे त्यो कहीँ थाहा छ होइन। दुनियाँ कस्तो दुनियाँ, हजारौँ खर्च गरेर खायो मिठो स्वादिलो त्यो पचाउनु सक्दैन। पचाउनु रुचि बोसो जस्तो हुन्छ भातलाक ज्यान हुन्छ। अनि अब त्यसलाई घटाउनुलाई पनि पैसा चाहियो। त्यही भएर पैसा चाहिँ कमाउनु पर्ने रहेछ। तर पूजा आयो भने चाहिँ काठमाडौँ बस्दिनँ, गाउँमा जान्छु। गाउँमा गएर टक्क चियाबारीको बिचमा घर बनाउने मस्तसँगले बिहानै उठेर टक्क चियाको शान्ति चियाको मजा लिने। मेरो चाहिँ अब अहिले भरे 3-4-5 बजीतिर जनकपुरको लागि जाँदैछु। त्यसको लागि सामानको प्याकिङ भइसक्यो। धेरै होइन 10-15 दिन चाहिँ बस्छु होला। हेरौँ के छ कस्तो छ काम। चाहिँ बिहानको 6 बजे जनकपुर आइपुगेको छ। हिजो लगभग त्यस्तै 7 बजे हिँडेको होला काठमाडौँदेखि। जनकपुरको के चोक हो पाडारी कि के भन्ने चोक पाडारी भन्ने त्यस्तो खालको ल। अब आजलाई यति नै। अर्को भिडियोमा चाहिँ म जनकपुर मन्दिर घुमेको हाल्नेछु। सबैजनाले भिडियो हेरेर माया गरिदिनु होला, माया देखाइदिनु होला। यो मेरो पहिलो भिडियो हो। मेरो पहिलो भिडियो नै अन्तिम भिडियो चाहिँ नबनाइदिनु होला। हस्त नमस्ते, धन्यवाद।